लक्ष्मी तेरो साथीहरू आए बाहिर निक्ली। ला आज त मैले विज्ञानको होमवर्कै गर्न बिर्सेँ। तिमीले गर्यौ लक्ष्मी? गरेँ नि छिटो ल ल ल छिटो छिटो जाम, सरले मार्नुहुन्छ फेरि। यो बाल्यकाल कति राम्रो छ हाम्रो, कहिले नगए पनि हुन्थ्यो नि। हो नि। ल ल जाम जाम छिटो। ल है मेरो क्लास आयो, तपाईँ जानु है ल। हस् तिमी पनि जाऊ, भरे स्कुल जाने बेला सँगै जाम ल। हुन्छ। ल ल बाई बाई, मेरो काम छ धेरै। जाऊ ल। ल ल बाई बाई मिस। ल म पनि घर जान्छु, तपाईँ जानु ल। बाई बाई। अपने गाँव फर्की आए, नया नया सपना ल्याए ल्याए लाउनुहोस्। हेर बुढा, उयो को नयाँ नयाँ जस्तो देखिन्छ त। यहाँ पल्लो घरको आन्टीको छोरी बिहे गर्ने भन्नुहुँदै थियो, कुरा गर्नुपर्छ जस्तो छ। ए हुन्छ नि, ल ल बुढी। आमामा आइपुगे। छोरा तिमी आयौ, आशीर्वाद छ। बाबा छोरा आउनु गाह्रो त भएन नि? केही भएन, गाह्रो राम्रोसँगले आयो। भित्र बस्नु नि। बुढी अब आइहाल्यो। अब यसो छोरा त बढेर अलग्गै भएको छ, अब बिहे पनि गर्नुपर्छ होला है। के कसो बुढी? गर्नुपर्छ। होइन, तपाईँलाई पनि भर्खर आएको छोरालाई जे पाए त्यही मात्र भन्नुहुन्छ। भर्खर विदेशबाट आइरहेछ, उसलाई दिक्क लगाउनुहुन्छ। तपाईँ पनि छि जाऊ छोरा बरु माथि। हौ बुढीले त यो बिहे त गर्नुपर्छ नि, यत्रो बढेर छोरा अलग खान्छ। अस्ति आएको केटा, विदेशबाट आएको केटा पनि बिहे गर्छ होला। यहाँ शिशिरको छोरीको पनि बिहे गर्ने उमेर भएको छ, जाम कुरा गरेर उही रहेछ बाहिरै। ए ल ल जाम न त, अब हाम्रो काम छ, त्यो चाहिँ भरे गर्छ। नमस्ते है शिशिरजी र भीमाजी, के सन्चै हुनुहुन्छ? एकदम सन्चै छु। कहाँबाट आयो? घाम दुलो कि क्या हो? ए हाम्रो यहाँ पर काम त नि, अब यसो यहाँ पसौँ न भनेर। अब बसौँ न बसौँ यहाँ। ए हुन्छ नि, हुन्छ ल बसौँ बसौँ छिटो यहाँ बसौँ, यता बसौँ। के चिया सिया खानुहुन्छ कि? नखाने, अघि भर्खर घरमै खाएर आएको। एउटा सानो काम परेर आएको। भन्नु न, के काम हो? हामी सहयोग गरिहाल्छौँ नि। तपाईँको छोरी पनि उमेर बिहे गर्ने उमेर भए जस्तो छ। हामीले केटा पनि राम्रो हेरेको थियौँ, बिहे गर्नुहुन्छ कि भनेर सोध्न आएको नि। सही कुरा गर्नु भने हाम्रो छोरीको उमेर पनि बढ्दो गइरहेछ। केटा पनि तपाईँले राम्रै देख्नुभयो भने बिहे गर्नुपर्छ जस्तो छ। अब छोरी पनि बढ्दो उमेर हुँदै गयो, अब छोरीको नि बिहे गर्ने बेला भयो। अब छोरीको हामी पनि बिहे गर्न आँटेको थियौँ, तपाईँले राम्रो कुरा भन्नुभयो। कहाँ हो केटा चाहिँ, कहाँको घर हो? केटा भर्खर विदेशबाट आएको अरे, बिहे गर्ने भन्ने सुनेको थियौँ। ए ठिक छ नि, अब हामी त्यसै केटासँग सल्लाह गर्न जाऊँ न त। एकचोटि छोरीसँग पनि बुझौँ के कस्तो हुन्छ रहेछ। लक्ष्मी यताउता एकछिन। हजुर। तिमी पनि अब बर्थडे गयो, अब हामीले त तिम्रो बिहे गर्ने कुरा गरिदिउँ नि। ए म बिहे गर्दिनँ, भर्खर मेरो सानै उमेर छ, म त पढ्ने खेल्ने। कहाँ यस्तो भनेर हुन्छ? हाम्रो समाजमा त छोरी मान्छेलाई बिहे गरेर पठाउने छ, होइन यस्तो भनेर हुँदैन। तिम्रो त बिहे गर्नै पर्छ नि। म त गर्दिनँ है। यो समाजमा छोरी नमानेर हुन्छ र जाम केटा हेर्न। ए त्यसो भए हुन्छ नि त, लु जाम न त। लु बुढी जाम होइन? लु जाम हौ भन्छ। कहाँ नगरेर हुन्छ नि, बिहे त गर्नुपर्छ नि। ठुलो भएको छोरी अब घरमा राखेर पनि हुँदैन, अब बिहे त गर्नुपर्छ है। स्याबास, तपाईँले ठिक कुरा गर्नुभयो। छिमेकी हुनु नाता त यस्तो हो नि त। अब छोरीको बिहे गर्नुपर्छ, अब केटा के कस्तो रहेछ अब बुझौँ, अनि त्यस पछाडि हामी छोरीलाई भनेर छोरीको बिहे अब गरिदिइहालौँ। तर छोरीको बिहे ठुलो चाहिँ गर्नु हुँदैन, मुद्दा सुद्धा लाग्न थाल्छ, सानो गरौँ होइन? हजुर हजुर। ए ल हुन्छ नि, जाऊँ न त। अब जाउँ न त, हुन्छ। नमस्ते 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 सबैलाई, नमस्ते। हुन्छ नि, काम त ठुलै परेको आज त, एकदम ठुलो काम परेको छ नि।
के गरेको यसो च्यासा खुवाउनु चाहिँ च्यासा के लिनुहुन्थ्यो होइन होइन केही नलिउँ हामी त खाएरै आएको छौँ एउटा तपाईँसँग सानो सल्लाह गर्नुपर्ने थियो सल्लाह गर्ने भन्नुहोस् न त एउटा हाम्रो छोरी छ छोरीको बिहे गरौँ भनेको तपाईँको छोरा नि विदेशदेखि आउनुभएको रहेछ के छ तपाईँको सल्लाह सर हजुर मेरो छोरा त कहाँ पो गयो आऊ त यहाँनिर लु हेर्नु है मेरो चाहिँ छोरा यहीँबाट एकदम ह्यान्डसम छ हट्टाकट्टा छ है छोरा मैले त तेरो त बिहे गर्ने कुरा गर्दैछु त के गर्दै गर्नु न म बाहिर पुगेर आउँछु यस्तो त छ छोरा के गर्ने अब के कस्तो लाग्यो मेरो छोरा विदेशदेखि आएको र साथीभाइसँग भेट तपाईँ पनि नाना थरी भन्नुहुन्छ छोरालाई के के हुन्छ नि अब बड्डो उमेर हो साथीभाइसँग भेट्न जाने होला जाओस् न होइन अब बिहे गरौँ नि होइन छोरी मेरो छ एउटा अब 8 कक्षामा पढेपछि अब यो समाजमा छोरी मान्छे भन्ने काम छैन बिहे गरेरै पठाउनु पर्छ बिहे गरिदिने होला हौ हजुर बिहे त गर्नै पर्छ नि अब छोरा मेरो पनि छोरालाई बिहे गर्नै पर्ने छ बिहे गर्ने उमेर हेर्नु न कस्तो भएको छ मात्तेर बिहे गर्ने बेला भएको छ बिहे चाहिँ गर्नै पर्छ कहिले गर्नु कस्तो सायद सायद के गरौँ भन्नु न ल अब यो आउने हाम्रो खस्टीमा लगन जुरेको छ हजुर। यहाँ आउने खस्टीमा मन्दिरमा सानो बिहे गरौँ न बच्चे हो मुद्दा पनि लाग्न सक्छ त्यही भएर सानै बिहे गरौँ होला होइन ओ त्यसो भए अहिले म फोन गरेर म पण्डितलाई बोलाउँछु अहिले पण्डित आउनुहुन्छ त्यसपछि हामी कुरा गरौँ न त अब ल हुन्छ नि अहिले नै पण्डितलाई बोलाउँदा हुँदैन मैले म फोन गरिहाल्छु नि त्यसो भए के छ तपाईँहरूको दुईजनाको विचार चाहिँ ए तपाईँको पनि ठिकै छ अब बढेको छोरी हो अब बिहे गर्नुपर्छ घरमा राख्नु अब अलिकति अप्ठ्यारो हुन्छ समाजमा अब बढेको छोरी त बिहे गर्दै ठिक लाग्छ मलाई चाहिँ तपाईँहरू चाहिँ कस्तो लाग्छ है ओ मलाई पनि ठिकै लाग्यो छोरा नमस्ते आऊ न भित्रै बस न के कति काम ल्यायो मिस एउटा सानो कुरा गर्नुपर्ने थियो के कुरा हो र त्यस्तो भन न मलाई पनि लक्ष्मीको घरमा लक्ष्मीको औलाहरूको बिहे गरेर हाल्नुभएको रहेछ नमस्ते ओहो मिसज्यू नमस्ते नमस्ते के कति कामले आउनुभयो तपाईँ यहाँ अलिकति काम थियो त्यही भएर बस्नु न हजुर बस्नु हुन्छ औ बुढी मिसलाई यसो चिया कफी लिएर आउन पर्दैन यतिकै भइहाल्छ नि किन त्यसो भए बस्नु चाहियो न त यहाँ के मिसले कुरा गर्न आत्नु भएको रहेछ कुरा गर्नु के कुरा हो यसो गरौँ न त मिसज्यू तपाईँहरूले त नराम्रो काम गर्दै हुनुहुँदो रहेछ नि के काम लक्ष्मीको विवाह गराइदिँदै हुनुहुँदो रहेछ हो नि अब हामीले बिहे गराइदिन हारेको नि लक्ष्मीको तपाईँहरूलाई थाहा छैन बाल विवाह गराइदिनु हुँदैन भनेर बाल विवाह भनेको तपाईँहरूलाई थाहा छैन 18 वर्षभन्दा कम उमेरमा केटा वा केटीलाई विवाह गराइने प्रथा हो नि यस्तो भनेर कहाँ हुन्छ हाम्रो समाजमा अब आइरहेको प्रक्रिया चलिरहेको छोरी मान्छेलाई त हामीले बिहे गरेरै पठाउनु पर्छ नि यसो भनेर हुँदैन नि त यस्तो काम गर्न त नराम्रो कानुनी हो नि होइन कसरी नकानु हाम्रो समाजमा चलिरहेको प्रथा हामीलाई समाजले चाहिँ के भन्छ हामीले सबैले समाजमा आवाज उठाएर सचेतना फैलाएर बाल विवाह अन्त्य गर्न पनि सकिन्छ नि विवाह अन्त्य गर्नै पर्छ तपाईँहरूले पनि नगर्देकै राम्रो हुन्छ म यति नै भन्न आएको हो तपाईँहरूले राम्ररी बुझ्दै झनै राम्रो हुन्थ्यो म गएँ है त नमस्ते नमस्ते तपाईँले भन्न त भन्नुभयो तर हाम्रो छोरीको बिहे हामी गरेरै छाड्छौँ समाजमा हाम्रो नाक काटिन्छ के हुन्छ त्यही भएर हामीले त तपाईँले भनेको त हामी मान्दिनौँ हाम्रो त छोरीको हामी बिहे गराएरै छाड्छौँ यस्तो भनेर कहाँ भयो मैले यत्रो सम्झाएको तपाईँहरूले बुझ्नै भएन अब जे भन्यो भने अब हाम्रो समाजमा चलिरहेको प्रक्रियालाई हामीले अन्त्य गर्नु पनि भएन त्यही भएर हाम्रो छोरीको त हामी बिहे गर्न चाहन्छौँ तपाईँ जेसुकै गर्ने हामी त गएको जाम बुढी भित्र ल त कसको फोन आएछ ओहो सम्झिदीको फोन आएछ त हजुर सम्झिदी कति कामले सम्झिनु भयो हौ
जस्तो नि गरौँ न। तपाईँ रक्सी खाएर आउनुभयो खाए त तेरो पैसाले खाएको छु र रक्सी खान असर हुन्छ खाँदैन त्यति नै हुँदैन मलाई भात पकाइस् छैन अहिलेसम्म भात पनि पकाएको थिइनँ काहीँ नभएको मेरो छोरा भोकै हुँदैन तेरो आमा बाबुले के सिकाए खाना पकाउन चाहिँ बस्दै गर्नु न पकाउनु पर्दैन तैँले खाना साना मलाई भोकै राखेको छु जा तेरो घर त आफै जा आज बनाएको टिकिन छोड्दिनँ मलाई भात पनि पकाएर दिनुहोस् घरमा पकाउँछु त तेरै घर जा त तेरै घर जा यहाँ नबस के गरेको मेरो छोरा के गर्नुभयो तपाईँले मैले बे गराइदिइसकेँ त्यस्तो गर्नु मिल्छ करमा मैले बे गराइदिएँ ल मैले लगेको अब आउनु होला नि माग्न म दिन्न के खबर ल्याउनु भयो तपाईँहरूले नराम्रो काम गर्नु यसरी बाल विवाह गराउनु भयो अब तपाईँको न छोरी रह्यो न छोरीको बच्चाको पेटमा रहेको बच्चा रह्यो के भन्नुहुन्छ तपाईँहरूलाई मैले अघि भनेको थिएँ तपाईँहरूलाई कोही त सम्झाउनु तपाईँ छोरीहरू स्कुलमा पढिरहेको थियो छोरीको पढ्ने उमेर थियो त्यसरी पढ्ने उमेरमा तपाईँहरूले छोरीको बाल विवाह किन गराइदिनु भएको हामीलाई त सम्झाउन त आउनु भएको छ एकचोटि लक्ष्मीको मिसले त्यतिखेर हाम्रो घैटोमा घाम पलाएन के गर्नु बाल विवाहको बारेमा त भन्दै हुन्छ असर बाल विवाह भनेको के हो बाल विवाह गराउनेलाई के हुन्छ भनेर भनिराख्नु भएको थियो तर त्यतिखेर हामीले बुझिनौँ हामी समाजको डरले हामीले छोरीको बिहे गराइदियौँ अब गल्ती हुनु भइहाल्यो अब